ल हेर्नुस् यो त्रिशुलीको रेफ्टिङको प्रायःजसो यहीँबाट रेफ्टिङ सुरु हुन्छ। यहाँबाट मुगलिङ हुँदै दासढुङ्गा पुग्छ रेफ्टिङ। हेर्नुस् यो कति ताल छ यो ठाउँ, जुन ठाउँबाट रेफ्टिङ लाग्ने हो यो ठाउँ हेर्नुस्, त्रिशुली नदी। यो त्रिशुली नदी माथि पृथ्वी राजमार्ग कति ठुलो छ हेर्नुस्, धेरै ठुलो छ यो। हेर्नुस् यो रोड यति माथि छ, यहाँ चाहिँ धेरै तल छ नदी चाहिँ, त्रिशुली नदी धेरै तल छ। नदी निकै ठुलो छ, धमिलो छ, क्रसरहरूले गर्दाखेरि यस्तो धमिलो हुन गएको हो। हेर्नुस् त्रिशुली नदी यो धेरै माथि चीनबाट आएको हो त्रिशुली नदी। प्रायःजसो यो एकदम ताल परेर गएको छ, सलल्ल बगेको छ, धेरै ठाडो पनि छैन यो नदी। नेपालको निकै राम्रो नदी हो। यो सिँचाइ एकदम राम्रो गर्छ यसको, पानी राम्रो छ। यसो पानीले धेरै ठाउँमा सिँचाइ पनि भएको छ, हाइड्रो पावरहरू धेरै निस्केको छ। हेर्नुस् ताल हुँदै गएको छ त्रिशुली नदी। हेर्नुस् यहाँ पनि एकदमै गहिरो छ, ताल परेको छ। बालुवाको थुप्रोहरू हेर्नुस्, पारिपट्टि कति धेरै छ बालुवा।